बोलाउँदै नबोलाएको बिहे पार्टी खानालाई म काठमाडौँबाट पोखरा आइपुगे। पोखराको मणिपालतिर घुमिराख्दाखेरि मैले एसआरकेसी ब्याङ्केट देखेँ अनि यहाँ त डेन्जर ठुलो भोज भइरहेको रहेछ। म त त्यसपछि भित्र पसिहाले नि। भित्र पसेको बित्तिकै त म टुवा 15-16 रोप्नीमा बनेको रहेछ हो यो ठाउँ त। एसआरकेसी को टिमले 25 वर्षबाट केटरिङ सर्भिसेस दिँदै आउनु भएको रहेछ। त्यसपछि उहाँहरूले एउटा पार्टी प्यालेस खोल्नु भयो अनि फेरि पोखरा कौडाडाको काख मुनि ब्रान्ड न्यू ब्याङ्केट खोल्नु भयो। यो एउटै हलमा 1200 देखि 1500 जनाको क्यापासिटी रहेछ। अहिलेसम्म कसैले पनि चिनेको छैन, सो भटाभट म चाहिँ स्न्याक्सबाट स्टार्ट गर्दैछु। स्न्याक्सको अप्सनहरू पनि त्यस्तै बबाल। पहिला त पेट फुट्ने गरी स्न्याक्स खाएँ, क्या मिठो छ, फेरि थप्नुपर्छ। त्यस सँगसँगै ड्रिङ्क्स पनि, डिनर पनि सर्भ भइसकेको रहेछ। म त हतार गइहालेँ अनि फेरि थप्ने हो। त्यसमा नि फेरि कति धेरै अप्सन, जे देख्यो त्यही लिन मन लाग्ने। मैले त दबाएर खाएँ डिनर पनि। यो अर्को हलमा फेरि 400 देखि 600 जनाको क्यापासिटी के। फेरि डेजर्टमा लाइभ तातो जेरी बनिरहेको थियो, आइसक्रिम सर्भ भइरहेको थियो, त्यो निगा छोड्थेँ त मैले। पोखरामा बब्बाल पार्टी गर्नको लागि बब्बाल ठाउँ चाहिँ एसआरकेसी ब्याङ्केट नै रहेछ है। 2500 देखि 3000 जनाको क्यापासिटी। यस्तो सही इन्टेरियर एक्सटेरियर डिजाइन्स, पुरै कस्टमाइजेबल डेकोरेसन्स, फुड भएपछि अरू कहाँ जाने हो त अनि। तपाईको ड्रिम इभेन्टलाई अनफर्गेटेबल बनाउने विदाउट प्लानिङको स्ट्रेस भए एसआरकेसीलाई नै जिम्मा दिनुस् है त। अनि फलो फर मोर खानेकुरा।